तामझाम नगरी शपथ खुवाउन राष्ट्रपति कार्यालयलाई बालेनको सन्देश। यसरी हुनेछ प्रधानमन्त्रीको शपथ ग्रहण। दर्शकवृन्द, राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा झापा 5 बाट निर्वाचित सांसद बालेन्द्र शाहले आगामी 13 गते प्रधानमन्त्री पदको शपथ ग्रहण गर्दैछन्। इतिहासकै ठूलो जनसमर्थन सहित प्रधानमन्त्री बन्न लागेका बालेनको शपथ ग्रहण कस्तो होला भन्ने कौतूहल छ। शपथ ग्रहण समारोहलाई लिएर सामाजिक सञ्जालमा विभिन्न खाले अफवाहहरू फैलिएका छन्। कसैले भारत चीनका सरकार प्रमुखहरू समारोहमा सहभागी हुने दावी गरेका छन्। शपथ ग्रहण नै टुँडी खेलमा गराइने भनेर अर्को हल्ला चलेको छ। तर बालेन निकट स्रोत भने यस्ता बजारिया हल्लामा सत्यता नरहेको बताउँछ। आउँदो 12 गते सांसदहरूको शपथ ग्रहण र त्यसको भोलिपल्ट प्रधानमन्त्रीको शपथ ग्रहण तय भएको हो। शपथ ग्रहण समारोहमा सकेसम्म कम तामझाम गर्ने बालेनको चाहना रहेको स्रोतको भनाइ छ। नयाँ सरकार जेनजी आन्दोलनको जगमा निर्माण भएको हुँदा शपथ ग्रहणलाई भड्किलो नबनाइकन औपचारिक र सामान्य बनाउने बालेनको मूड देखिन्छ। अब बन्ने सरकारले कुनै पनि औपचारिक कार्यक्रमहरूलाई धेरै खर्चिलो र भड्किलो बनाउने कुरा हुँदैन। स्रोतले भन्यो, शपथ ग्रहण पनि एउटा औपचारिकता मात्र भएकाले यसलाई सामान्य रूपमा नै सम्पन्न गरिनेछ। शपथ ग्रहण समारोहको डिजाइन र व्यवस्थापन सधैँ जस्तो राष्ट्रपति कार्यालय नै गर्ने पनि स्रोतको भनाइ छ। राष्ट्रपति कार्यालयको प्रोटोकल अनुसार नै गर्न बालेनको तर्फबाट सन्देश गइसकेको छ। यसमा उहाँले कुनै पनि अतिरिक्त डिमान्ड राख्नु भएको छैन। राष्ट्रपति कार्यालयले शपथ ग्रहणको तिथि बारे अनौपचारिक रूपमा जानकारी आएको बताएको छ। 13 गते प्रधानमन्त्री र मन्त्रीहरूको शपथ ग्रहण हुने कुरा अनौपचारिक रूपमा आएको छ, तर पत्र भने आइसकेको छैन, राष्ट्रपति कार्यालयले बतायो। सामाजिक सञ्जालमा हल्ला चले जस्तो विदेशी राष्ट्र प्रमुख वा सरकार प्रमुखहरूलाई बोलाउने तयारी नरहेको दुवै तर्फका स्रोतहरूको जनाएको छ। बालेन निकट स्रोतले भन्यो, त्यो विषयमा कुनै पनि छलफल भएको छैन। राष्ट्रपति कार्यालयले पनि अहिलेसम्म त्यस्तो खालको कुनै तयारी नरहेको जनाएको छ। राष्ट्रपति कार्यालयको रोस्टर अनुसार निम्त्याउनु पर्ने अतिथिहरूको सूचीमा अन्य विशिष्ट पदाधिकारीहरूसँगै राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका प्रमुखहरू पनि हुन्छन्। त्यस अनुसार सत्तारूढ दल रासोपाका सभापति रवि लामिछाने सहित एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति गगन कुमार थापा, नेकपा संयोजक प्रचण्ड, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेन र श्रम संस्कृति पार्टीका हर्क साम्पाङलाई आमन्त्रण गर्ने राष्ट्रपति कार्यालयको तयारी छ।